हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू फेरि पनि हजुरहरू सम्पूर्णलाई मेरो अर्को नयाँ मुकबाङ भिडियोमा स्वागत गर्न चाहन्छु र आज पनि मैले लिएर आएको छु साथीहरू यो 2x स्पाइसी रामेन नुडल्स 2 प्याकेट हो साथीहरू है त। अनि यहाँ चाहिँ 3वटा अम्लेट छ साथीहरू, मजाको छ अम्लेट, हेर्नुहोस् त साथीहरू है। सबै यस्तो छ 3वटा, एकदम हाफ माथि चाहिँ त्यति मैले पुरै पकाएको छैन साथीहरू, अम्लेट बनाएको छैन। र यहाँ चाहिँ साग पनि छ साथीहरू। यो सागमा चाहिँ आज यो साग अम्लेट अनि यो स्पाइसी नुडल्स पोको पार्दै खानको लागि चाहिँ लिएर आएको छ साथीहरू। त्यही भएर मैले ग्लोभ्स पनि लगाइरहेको छु साथीहरू। र 1 ग्लास दुध पनि छ साथमा। र यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियोहरू के कस्ता लाग्छ अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु चाहिँ नभुल्नु होला है त साथीहरू। भन्दै ढिला नगरिकन म चाहिँ सुरु गर्छु, तपाईँहरू चाहिँ हेरेर इन्जोय गर्न होला गाइस। लेट्स गो साथीहरू। यस्तो पाराले हान्दिउँ भनेर चाहिँ मैले लिएर आएको छ है त। कस्तो टुक्रिन्छ यार मासुले। यसरी बस्न केटा होइन। नुडल्स सेलिसकेछ नि साथीहरू, खत्तम भयो नि यार। यस्तै साथीहरू, के हेर्नु, क्यामेराम्यान छैन, क्यामेराम्यान नभएपछि आफै मिलाउँदा त होइन। ल हेर्नु साथीहरू, ल साथीहरू दामी छ नि। ओके साथीहरू, फर्स्ट बाइट खाएँ ल साथीहरू। वाउ, साथीहरू घाँस अलिक पोक अलिक ठुलो भएछ चाहिँ अलिक सानो सानो बनाउनु पर्ला जस्तो छ। त्यतिको क्या, मुखमा जान अलिकति अप्ठ्यारो भयो जस्तो छ साथीहरू, धेर भएर। ल त अलिक सानो सानै छ साथीहरू। वाउ साथी दामी।
go साथीहरु, one bite. Oh my god, साथीहरु. Wow, finally complete है त साथीहरु. Anyway, thank you for watching everyone है त. फेरि भेटौँ न अर्को भिडियोमा. आजलाई हस् त साथीहरु. बाइ बाइ.